यो सुन्तला चाहिँ नेपालको राष्ट्रिय बाली घोषणा गरिसकेको छ सरकारले। यो चाहिँ मध्य पहाडको मध्य पहाडको चाहिँ चर्चित फलफुल बालीको रूपमा लिन सकिन्छ। मध्य पहाडको आय स्रोतको रूपमा किसानहरूले उत्पादन गरिरहेका छन्। यसका जातहरू छन् अब धनकुटा स्थानीय, पोखरा स्थानीय, किन्नु, एसिदा, पो पो पोङकान, मर्काट, यो चाहिँ जापानी रहेछ, ओता पोङकान, उन्सु, ओकिचुवावा बासे, मियागा बा मियागापा मियागापावा से, थाई तान्जारिन। यसको चाहिँ अब लगाउन दुरी चाहिँ 5 चाहिँ 5 देखि 6 मिटर इन्टु 5 देखि 6 मिटर चाहिँ लगाउन मिल्दैछ। 4 देखि 5 मिटरसम्म लगाउन मिल्दैछ। एक रोपनीमा चाहिँ 15 देखि 20 वटा बिरुवा लगाउन मिल्ने। प्राङ्गारिक मल चाहिँ 50 केजी चाहिँ प्राङ्गारिक मल एक वर्षमा फल दिने बोटको लागि। डिएपी चाहिँ 543.48 ग्राम चाहिँ डिएपी दिने। युरिया चाहिँ 874.29 ग्राम चाहिँ युरिया दिने। एमओपी चाहिँ 833.33 एमओपी दिने। फल दिने बोट एक वर्षमा। अब फल टिप्न तयार हुने समय चाहिँ फलको बोक्राको रङ हरियोबाट पहेँलो भएपछि फल फलको बोक्राको रङ चाहिँ हरियोबाट पहेँलो भएपछि र रसमा गुलियोपन बढेपछि चाहिँ टिप्नुपर्छ। हरियो हरियोबाट चाहिँ पहेँलो भएपछि र रसमा गुलियोपन बढेपछि भण्डारका लागि चाहिँ 50% रङ चढेपछि भण्डारको लागि चाहिँ 50% रङ चढेपछि भण्डारको गर्नको लागि हो भने चाहिँ 50% रङ चढेपछि र ताजाका लागि चाहिँ 75% रङ चढेपछि। भण्डारको लागि भयो 50% रङ चढेपछि, ताजा फलफुलको लागि हो भने चाहिँ 75% रङ चढेपछि कार्तिक मङ्सिरमा फल टिप्नु पर्दछ। अब यसको उत्पादन चाहिँ नौदेखि बाह्र 9 देखि 12 मेट्रिक टन पर हेक्टर चाहिँ उत्पादन रहेछ। 9 देखि 12 मेट्रिक टन पर हेक्टर चाहिँ यसको उत्पादन।